यो पहिलो गेट अनि चाहिँ यहाँ घन्टी सन्टी नै हो छ अनि घन्टी सन्टी हो चाहिँ यहाँ चाहिँ हरियो छ वातावरण चाहिँ हरियो छ यो अनि चाहिँ मतलब आकाश त्यो साइड थियो यो चाहिँ गाडी भइहाल्यो यता साइड थियो यो साइड अनि चाहिँ सुपादिराले त्यहाँ लेखेको छ मान्छे यही मन्दिर भइहाल्यो अनि चाहिँ यही यसमा आएको हामी चाहिँ देख्न सक्छ अब चाहिँ छौँ अनि देख्न सक्छ मैले चाहिँ यहाँ टोपडी चाहिँ यहाँ प्रसाद छ यता साइड देख्न सक्छ त्यो यसरी सुपादिराले यसरी गरिन्छ अब चाहिँ पूजाको सामग्री भइहाल्यो यो पूजाको सामग्री फाइनल चाहिँ भित्र आइसकेको छ देख्न सक्छ यो साइडतिर यो साइडतिर भइहाल्यो त्यही पुरा हुन्छ ठिकै छ म माग्नेछु म चाहिँ के माग्छु भन्दाखेरि मेरो आयु पनि मेरो आमालाई नै लागोस् ल भयो हामी देख्न सक्छौँ हामी चाहिँ भित्र यता चाहिँ नरियल फुल हालिन्छ यता चाहिँ नरियल फुल हालिन्छ त्यो चाहिँ अगरबत्ती हामी देख्न सक्छौँ अगरबत्ती छ यो साइडतिर दिदी हुन्छ म चाहिँ पछि साइडमा छु अनि चाहिँ अगरबत्ती बोलेर फेरि मन्दिर यो मन्दिर परिवार छन् त्यहाँ परिवार छन् हामी चाहिँ रोडमा आइसकेको छौँ देख्छ यहाँ दिदीले फोटो हान्नुहुन्छ यहाँ फोटो खिचिरहनुहुन्छ दिदीले दिदीले भयो मन्दिर भइहाल्यो मन्दिर भइहाल्यो देख्छ यो चाहिँ रोड सुपा भइहाल्यो यो साइड देख्न सक्छ हामी चाहिँ अब लाउटासी भिडियो जान लाग्छौँ देख्न सक्छ त्यहाँ चाहिँ ड्रोन हामी लाउटासीको अब उकालो चढिरहौँ हामी चाहिँ लाउटासीको छ टाँसेको पहिलो गेट लाउटासी सुपातिर अलि यता आएपछि यो पहिलो गेट अनि चाहिँ यहाँ घन्टी सन्टी नै हो छ अनि घन्टी सन्टी हो चाहिँ यहाँ चाहिँ हरियो छ वातावरण चाहिँ हरियो छ देख्नुहुन्छ अनि चाहिँ यहाँ चाहिँ धजा हो कि यो धजा सायद धजै छ होला भन्नुभएको छ मान्छे लोटिन्छ भनेर होला यो साइड तल साइडमा गराएको यो गराएको अनि माथि अझै जानुपर्छ धेरै माथि छ त्यहाँ माथि पुग्ने हो खाइसार आउँदा छ भएको क्या हामीलाई ड्युटीलाई भोमिट आएको भोमिट आएपछि देख्न सक्छ पछाडिको सिन हामी चाहिँ यति बाटो छोडेर आइसक्छौँ देख्न सक्छ यो बाटो छोडेर आइसक्यौँ माथि छ जग्गा नै होछन् सामान्य जानु मिल्दैन हामी यो चराहरू छन् यताउति छन् हामी जान लागेको लाउटासी भिरबाट चाहिँ जान लागेको पारिवारिक सिन देख्नुहुन्छ बबाल यस्तो बबाल छ पारिवारिकको सिन देख्नुहुन्छ अब देख्नुहुन्छ हरियाली एकदम अब यहाँ तल झर्नुपर्छ दिदी उत्न पुग्छन् भयो म झर्न लागेको चाहिँ अब अलि छ कि एकदम ड्रोन सट खिच्ने जस्तो छ सिन छ कि यो चाहिँ ड्रोन सट खिच्ने जस्तो छ अनि चाहिँ सन्ध्याहरू वरिपरि हुन्छ भने चाहिँ एकदम बबाल यहाँ कति गर्मी भएको छ भने चाहिँ मेरो टिको पनि पसिनाले गर्दा झरेको छ यति गर्मी छ मतलब पसिना आएको छ मलाई यस्तो पसिना आएको देख्नुहुन्छ हामी चाहिँ यहाँ भिडियो मतलब फोटोसुट गर्ने ठाउँमा आइसकेको छौँ देख्नुहुन्छ पारी सुपातिर मन्दिर हेरेर पारी चाहिँ जङ्गल छ यो साइडतिर पारी चाहिँ झुलिनु पर्छ त्यो चाहिँ झुलिनु पर्यो अहिले त्यहाँ जान्छ हामी चाहिँ अहिले त्यहाँ जान्छौँ यो साइड देख्नु सक्छौँ अनि चाहिँ त्यही भएर हामी चाहिँ निक्लिन आयौँ यो चाहिँ यो ठाउँबाट निक्लिन आइपुग्यो देख्छ आकाश फुल हामी जान लागेको छौँ देख्नुहुन्छ यो चाहिँ आइरह त्यही भएर चाहिँ अलिक शीतल त भएको छ तर चाहिँ हुसिला पछाडि ब्याकग्राउन्ड हुसिला तल चाहिँ सुपादिरा लियो सुपादिरा राम्रोसँग देख्छ यहाँ चाहिँ तल खोलो यहाँ तल चाहिँ खोलो छ देख्नुहुन्छ यहाँ तल यस्तो खोलो छ देखिएको छैन त्यति राम्रोसँग त हुस्सिला हालेको यो पुरै हुस्सी छ नि त यो हुस्सीले गर्दाखेरि त्यति राम्रोसँग देखेको छैन पुरै ब्याकग्राउन्ड त्यति राम्रोसँग देख्छ यो पारीको त्यसमा लगभग माराम बिचमै चाहिँ आइसकेको छु म यति भएपछि लगभग समथिङ बिचमा चाहिँ आइसकेको छु बिचमा आएपछि यहाँ तलको बल्ल म चाहिँ पारीको पुलमा पुगिसक्नु लागि लगभग समथिङ अब पारी चाहिँ पुग्न लागिसकेँ म देख्छु चाहिँ पारी चाहिँ पुग्न लागिसक्यो अब भ्यूमा यो भ्यू ड्रोन सटमा पारी छन् तर त्यति राम्रोसँग देखिएको छैन सुटमा त्यति राम्रोसँग देखिएको छैन त्यही पनि अब
जस्ट अगाडिको मात्रै देखेछ। अहिले चाहिँ आकाश पुलको पल्लो छेडमा आइसक्यो हामी। पल्लो छेडमा आइसकेको छु म चाहिँ। अब पल्लो छेडमा आइसकेको छु। देख्नु पल्लो छेडमा आएपछि यहाँ कस्तो छ भन्ने चाहिँ प्रत्यक्ष देखाउँछु मैले। प्रत्यक्ष यहाँ देखाउँछु कस्तो छ अनि के कस्तो छ अवस्था। अनि चाहिँ अब देखिन्छ पर्यटक हिसाबमा कस्तो अवस्था गराएको छ यहाँ। हो फुर्को फाइनल चाहिँ हामी चाहिँ यहाँ निक्लिन लागेको छौँ। अब निक्लिन लागेको छौँ मतलब अब उता साइडतिर जान्छौँ। यो साइडतिर भयो धेरै बसिसक्यौँ। अब यो साइडतिर भएन किनभने चाहिँ हामीले डराएर चाहिँ उता जानु भएन। यहीँ बस्नुभयो आधीमा चाहिँ बस्नुभयो। आधीभन्दा कममा अब यही झन्डा ठाउँमा बस्नुभयो। म चाहिँ उता गएको छ भ्यू चाहिँ बबाल आएको छ। यस्तो मजाको छ भ्यू चाहिँ। अब यति राम्रोसँग आएको छ। त्यही अब मन्दिरमा भित्र खिच्न त्यति राम्रोसँग पाइने हुन्छ। त्यही मैले दुखी छु म। त्यही मैले दुखी छु नत्र चाहिँ एकदम बबाल आएको छ। लाइक द भिडियो लाइक द सब्सक्राइब धेरै माया गरिदिनु भन्न चाहन्छु। दिस भिडियोमा सम्पूर्ण दाजु दिदीबहिनी धेरै माया गरिदिनु भन्छ। सुब्बा चाहिँ एकदम बेस्ट अर्घाखाँचीको धार्मिक स्थलमा र एकदम बेस्ट धार्मिक स्थल हो। अनि एक पर्यटन स्थलबाट एकदम बेस्ट भएको छ। अनि चाहिँ सुब्बा चाहिँ एकदम